फेरि पनि स्वागत छ रुङ भ्लगमा तपाईँहरूलाई। अनि आज चाहिँ फेरि पनि म आइपुगेको छु। आज चाहिँ डेली भ्लग भनौँ न, डेली भ्लग बनाएको जसरी नै हिजो भर्खर हालेको थियो, हिजो होइन अस्ति भर्खर हालेको थियो। अनि हिजोको चाहिँ के अरे गरेन, आउँदा घर आउँदा चाहिँ म हिजो आइपुगेँ हो चित्रपोखरीबाट चाहिँ घर चाहिँ। अनि त्यही नै हो। र आज हामी कहाँ जाँदैछु भने चाहिँ केटाहरूसँग हामी चाहिँ नम्की भन्नाले सिरान डाँडासम्मको टार्गेट छ हाम्रो, सिरान डाँडा पुग्ने टार्गेट। अनि चाहिँ नै हो, केटाहरूले भैलो मागेको थियो। अनि त्यो भैलो भोज खाइदिउँ भनेर चाहिँ त्यो पैसाको चाहिँ हामी सिरान डाँडा जाने प्लान गरेको थियो पहिले नै। मैले चाहिँ माग्न त मागेँ नै भैलो। त्यो केटाहरूले चाहिँ फेरि जाउँ न त, तँ एक्लै किन बस्छस् घरमा, झ्याउ लाग्दो रे जाउँ। फेरि मैले भैलो मागेँ होइन, फेरि केटाहरूले अलिक नराम्रो लाग्छ कि जस्तो लागेर चाहिँ म नजाने भनिरहेको थिएँ। अनि केटाहरूले सबले जाउँ के हुन, बरु अलिअलि आफ्नो पकेट खर्च यसो भिड भन्थ्यो। अनि त्यही नै हो, हामी जाँदैछौँ। अहिले त म घरदेखि निस्किँदै केटाहरू भेला हुँदैछ। त कोही उता माथि प्लेमा गइसकेको छ। त्यही नै हो, आज चाहिँ हामी जाँदैछौँ। र जाँदै गरौँ, हामी चाहिँ अब जान लाग्यो। ल घरदेखि निस्किँदै केटाहरू सब रेडी अवस्थामा के हो, केटाहरू रेडी भएर निस्किँदै। अब एउटा चाहिँ माथि चौतारातिर छ अरे, गर्लफ्रेन्ड भएको मान्छे। जाउँ केटाहरू कोही यहाँ, हामी चाहिँ कट्टुमै, हामी चाहिँ माथि लगाएर लाउँछु होला। 2-3 जना चाहिँ त्यो कट्टुमै गएको चप्पलमै हिँडिदिने हो नि त बाटोबाट चाहिँ। कहाँ जाने भाइ? अब हामी निस्किसकेको है, निस्किसक्यो केटाहरू पछाडि देख्नु सक्नुहुन्छ। ए हिजो आउन लाग्थ्यो, फेरि दाजु तार त डेन्जर पैसा झिहालेर नि जा तिमीहरू बिहा लिन जा त्यसो भनेर फेरि बिहा लिन गइदिएको। कुसाउले होल्या हो के त्यो फाफ्यो नि किन लजा होला। यो त अब जान्छ त युट्युबमा, अनि किन सबै लजा यिनीहरू अलि लजा लुटाएको छ है। सो हामी चाहिँ अहिले जङ्गलको बिचमा कहाँ रे, हामी उम्ब्रा चौथारतिर, यो ठाउँको नाम चाहिँ उम्ब्रा चौथार हो, बिचतिर आइपुगेको छ। आज हिँड्नुपर्छ 15 मिनट जति माथि बालेखु पुग्नलाई। त्यो त अब चाहिँ बालेखु पुगेर मात्रै भिडियो अन गर्छु होला। अहिले चाहिँ केटाहरू यहाँ बस्दैछ, यता हाम्रो राहुल, म अनि माथि कोसिस जाँदैछौँ। छुट्याइ चाहिँ सो जङ्गलको बिचतिर छौँ र कताको नानीहरू हो तिमीहरू? कुमिन्डाको होइन? भ्लग गर्ने अरे, मेरो भ्लगमा के भन्न चाहन्छ तिमीहरूलाई? यो चाहिँ सलिना, यो चाहिँ काले, यिनीहरू चाहिँ कुमिन्डा हो है। यिनीहरू दुईटा गेराउलेको छोरीहरू हो। फाइनली हामी बालेखु तर आइपुग्यो र केटाहरू यहाँ थकिजाओसँग र यता साइडमा हुनुहुन्छ फेरि हाम्रो यता नाङ्गे। अब ऊ चाहिँ अब छुट्टै ग्याङको हो, ऊ चाहिँ हामीले बाटोमा भेट्यो हो खासरी। उनी उता के अरे नम्कीतिर जाने काम रहेछ। त्यो उसले बाटोमा भेट्यो, हामीले चिनेको त थिएन। उता कुमिन्डातिर हो रे, कुमिन्डातिर रे। त्यसरी ल्याइदियो, हामी साथी हुन्छ भनेर चिने थिएन। यस्तो मान्छेहरूले कहाँ ल्याउने, हामी यस्तो मान्छेहरूले ल्याउने थिएन।
सो बिचरा सानै देख्यो अब त्यही भएर अब कोही केटाहरू आउँदैछ पछाडि म चाहिँ रुखमा बस्दिएको हो हामी अब गइदिएको है गइदिएको ल जाउँ 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 बल्याखु आइपुगेको छ बल्याखुको सिन चाहिँ हामी देख्न सक्नुहुन्छ यस्तो हुँदा हामी अहिले के अरे इभिनिङ टाइम अब इभिनिङै जाऊ नि इभिनिङ टाइमको चाहिँ भ्यू त्यस्तो छ नसिकायो भाइ यो मा पहिला लोम्बिया यो मा जहाँ गइ नि सिकाउने जाने भए फेरि जाने चाहिँ के होइन यो हाम्रो मोहन एके ड्याम्बो निकनेम चाहिँ अब केटाहरू छ यहाँ थरी थरीका कसको पृथ्वी कसको चिम्टा कसैको फरारी कसैको छ धेरै टाइपको छ क्या हाम्रो केटाहरूको चाहिँ नाम त्यो अब आफ्नो स्टाइलको छ नाम ल है त हामी बल्याखु प्रवेश गर्न गइरहेको छौँ र हाम्रो अगाडि प्रितम काका एके भेन्टे गुरुङ र यता काले एके दिपेन गुरुङ के अब 4 बजेको आउँछ र लडिक छ हाम्रो बाजेहरू यहाँ बस्दै छ के भयो त ल फाइनली हामी बल्याखु प्रवेश गरिसकेको छौँ लाज लाग्दैन भाइ दुधै के अरे लाजै नलाउने कि त्यो नि नलाइ नि हुन्छ त कक्कलाई सो अब हामी चाहिँ गाडी पर्खिन्छौँ आयो गाडी मिस भइसक्यो 3 बजेको चाहिँ अब 4 बजेतिरको आउँछ होला केटाहरू सबै कसैले मान्छे चल्दैको ल चल्दैको अब चल्दैको भन्दा नि यहाँ उता चौतारामा गएर बस्छु यो चाहिँ ससुराली जाने रे ऊ चाहिँ थाहा भएन क्या हामी को हो मान्छे चिने होइन उसलाई चाहिँ कहाँ हो बाबु घर यो चौले नि खाइदिनुपर्छ यो चौले चाहिँ म खाने स्याउनु खाइदियो होइन खाइदिने हो त यस्तो चराको सामानहरू त हामीले खायो भने उनीहरूले खाएको जस्तो हुन्छ त्यही भएर खायो लुगा लाउनुको लागि रेडी भइसकेको दिदीले पहिला चाहिँ दाइछ भने पाले चाहिँ हुनु नि जमाना हैन तर उहाँ पिना न ल यसले तलदेखि माथिसम्म ल है गाइसहरू ल यता चाहिँ किन टोला बोल्न यसो भन्दै यसो भ्लगमा के भन्नु थियो भने लडिक छ त्यो अब आफ्नो हो त्यो यता केटाहरू सबै रेडी भइसक्यो चाहिँ अब हामी चाहिँ गइदिएको डोन्ट लुक डियर ल है गाई चाहिँ हामी चाहिँ गइदिएको आज चाहिँ हामी बबाले ठाउँमा जाँदैछु त्यहाँ चाहिँ धेरै गाडी आयो र ल है हाम्रो बस पनि आइपुग्यो फाइनली हामी बस रोक्छौँ बिस्तारै हामी ल हामी छिर्दिएको अहिले चाहिँ हामी है गाडी चढिसक्यो है
आफ्नो ठाउँमा बस है। त्यो छ्याम्ले हिँड्नु त ल हामी यहाँ गइदिएको अहिले बस पर्खिँदै थियो ठ्याक्क भनेको बेलामै बस आइदियो त्यही हो कि भागे मानेहरू अब पर्खिनै पर्दैन को बस्यो हेलो एभ्रिवान मलाई यही गरेछ गएको मलाई हामी भच्चे बजार छिरिसकेको छौँ भच्चे बजारतिर अब भच्चेकतिर यसो डुल्नु पर्यो पहिले त रुम लिनुपर्छ गरे ल ल निस्किमै निस्किउँ ल भाडा मिलाउँ त घोज्छ है उयो लात्तै ल्याउसेमा कति रे ल धेरै धेरै धन्यवाद यहाँसम्म ल्याइदिएकोमा सो भच्चेक बजार आइसकेको छौँ हामी भच्चेक बजार चाहिँ प्रवेश गरेको छौँ अनि गाडी भाडा मिलाइसक्यो त्यहाँ केटाहरूले कति लियो र उयो ल अब खाजा साजा खाऊँ अब ठक्क हामीले कपाल काट्ने हो र ओ दादा के छ कपाल नि कति काट्ने यार अस्ति भएर काटे हो अहिले फोर हो होइन अर्डर गर्दै गरौँ न त जाउँ न त यो काट्दै गर्छ खाजा साजा खाम के छ हो खाजा उता त त्यहाँ चुनिनु नि त यहीँ बस्दिउँ न त ल लालु भाइ बसिसकेको छ त यहाँ भाइ पहिले नै ल बसौँ झोला चाहिँ कहाँ यहाँ झोला राखौँ अब खाजा साजा खान्छ ओइ खाजा के खाने हो ओइ ताजा के खाने हो खाजा हामी त बाहिरै बसौँ न त बाहिर यस्तो राम्रो ठाउँ छ होइन भित्र किन बस्नु पर्यो भने केटीको कुरा नगर यहाँ अनि के भन्न चाहन्छ र अनि यता भ्लगमा तर उसको हाम्रै हो अब दामी हुन्छ नि त कमेन्ट गर्न पाएँ यहाँ को अब केटीहरूले हेऱ्यो भने चाहिँ यसो कमेन्ट गर्नु पायो ए मोमो आइसकेको छ केटाहरूले खाइ पनि सकेको रहेछ खाने मोमो खाए हुन्छ है केटाहरू मोमो कसैको डायलग हाल्दैन यो ल नि त म त चाउमिन खाने हो एकजना यो दुईजना एउटा चाउमिन एउटा मोमो लिएँ दुईजनाले कि अनि दुई बाल्टी दिने मोमो टेस्ट हाल्यो है काले त्यही गर्ने के तर रासुमा खा दाइजु खान होला फेरि होइन मिठै छ तर हाम्रो बनाएको नि मिठै हुन्छ है खाना त भोग्ला खाऊ न लालु रङ्गले भेन्डे खा रवि दाइ मलाई लिने न दादै खान पऱ्यो मलाई लिने चाउमिन खाने हो कुर्ती लिएर आइज न खाए ल पागल खा म त्यो चाउमिन बनाइहाल्छु है ओइ ओइ के चाहिँ भइगयो चाउमिन पास गरिदियो नि त
Aduh, mati kasih banyak biji. Ada nyawa apa ini? खामबारे मुम निकाले त न खाली खामबारे नि हाम्रो Kan waktu kita pergi, ada ten coy na. ल्याम्पमै भइसक्यो खाएर अनि ल्याम्पमै खाइदियो डेन्जरै भोक लागिरहेको थियो अब पे स्पोन्सर चाहिँ मोहन हो स्पोन्सर बाई मोहन गुरुङ अब उसले चाहिँ बिल पे गर्छ ऊ किनभने ऊ त ब्रिटिस लरे हो कि केटा हो अब लुक्समै चिनिहाल्छ ल जाँदै गइहाल निस्केको हामी अब चाहिँ हामी ट्याक्सीबाट छ ट्याक्सीमा जान्छु होला कसको भुन्डीको ट्याक्सी होइन हामी नि जाने हो पख तिमीहरू मात्रै जाने अघिको किडिहाल्यो ट्याक्सीमा बाउ चम्काएर जिप नि आएको त कि जिपमा गई देखे खाजा साजा खाएर नि निस्किसकेको छ है कहाँ जाने हरा ओहो क्या मस्किरा लाडी लाडी किन हो आज त्यस्तो विधि किरीहरू मस्किया जाने कुरो हो अब जिममा जान्छु होला अनि त्यही नै हो ट्याक्सी बोलाएको थियो ट्याक्सी क्यान्सल गर्ने त अन्त क्यान्सल गर्नु अहिले फेरि रिसाउँछ नि त अनि लो है गाइस कोसिस म त्यता आउँछु जा ओ जा लु किनभने भिआइपी नि बस्नु पाउँछ त भित्र भनिरहेछ अगाडि को बस्या अगाडि सिटमा कोही बसेपछि बाबा एकै अब हामीले खास गरी के अरे ट्याक्सी बोलाएको थिएँ ट्याक्सी त होइन त्यही भएर चाहिँ जिपमै चाहिएको के तर वा त्यो बसको केटीले क्या मस्कि त्यो बसको केटी होइन म यहाँ माथि किन्दा किटेको आयो किनभने पछाडि बस्छ होइन त्यो बसको केटी क्या मस्किरा म अहिले आउँदैन क्या मस्किरहेँ के हो आज कस्तो दालमा कस्तो गडबड हे गएको हामी अब हामी यात्रातिर गइदिएको अब एकछिन आउँछ केटाहरू प्याउरा मात्र गराइन गइदिएको ल अब चाहिँ हामी त्यहीँ यहाँ के अरे हिरो होटेलमा बस्छु भन्नु थियो अनि यहाँ चाहिँ किन बस्ने बुढो त्यहीँ बुढो एकैचोटि जाने त्यहीँ नै बस्ने भन्ने कुरो हो केटाहरूले सबै अब त्यहीँ बस्छु होला अनि त्यहाँको रुमको रेट चाहिँ अलिक त्यहाँ यहाँको भन्दा चाहिँ धेरै छ होला त्यो धेरै भयो नि केही छैन हामीसँग पैसा टन्नै छ पैसाको कमी छ पैसाको कमी भयो हामीलाई खोइ दिन हो अब सिरन डाँडातिर गइदिएको ल त्यस्तो नहुनु सो त्यही नै हो अब सिरन डाँडातिर गएको ल हामी फेरि भेटौँला माथि भेटौँला त्यही नै हो अब हामी के अरे भनिसकेको छ हामी माथि गएर भेट्छ होला नाम्की होस्टेल होमस्टे कि होस्टेल हो होस्टेल ए होइन होमस्टेल सो हामी छिरिसकेको छौँ अनि एकदम जाडो छ क्या यहाँ माथितिर चाहिँ किन एकदम यो के अरे माथि लेकतिर भयो लेक साइड भइरहेछ हो छ हामी सो हामी नम्की यो चाहिँ हेर्नु सक्नुहुन्छ यो नम्कीको डाँडा हो कि नम्की छिरिसकेको छौँ सो त्यही नै हो रमाइलो भइरहेको छ ओ दाइ त यहाँ हुनुहुँदो रहेछ ओहो गएको ल
ट्रेन हो कृपा जस्तो छ त कृपालाई भेटिसक्यो है हामीले कृपा देखिसक्यो वाह कस्तो राम्रो फुल यार देख्न सक्नुहुन्छ हाम्रो पुरानो एकदम राम्रो पुरानो फुल छ तपाईँहरू यसो केटीहरूलाई प्रपोज गर्न मन छ भने यहाँको फुलले प्रपोज गर्नु होला स्योर एक्सेप्ट गर्छ है सो हामी अहिले चाहिँ नम्की गरिसकेको छ लगभग अब हामी कति लाग्छौँ है त्यहाँ पुग्नलाई 10 मिनट होइन 2 किलोमिटर अझै छ हाम्रो चाहिँ तर 2 किलोमिटर हिँडेर हो सो रमाइलो भइरहेको छ अनि आज तपाईँको छोरी भए यसो कन्ट्याक्टमा दिनु सो एकदम रमाइलो भएर इन्जोय गर्नुपर्छ हो केटा हो नमरुसम्म होइन त्यही नै हो त्यही भन्न चाहन्छु बेलामै इन्जोय गर्ने बेलामै के गर्न मन छ होइन बेलामै गरिदिने हो त्यो बुढो भएपछि अब त्यो गर्ने टाइमै हुन्न कि बुढो भएपछि अब त्यो छुट्टै हुन्छ ल यो कति राम्रो फुल दिस इज फर यु है तिम्रो लागि जाडो महिनामा के गरौँ र खोइ राणाको 10वटा पोइ मेरो त कोही न लरी बरे Look at the view. Check out is the Sirendara and you little English is very fast. Oh my God. This is Rumti. I am is going to Sirendara and ल मा कोरी फोन आइदिरहेको ओइ के गर्दैछ यहाँ के भयो हुँदैछ हामी अब आइपुग्न लाग्यो सिलिन्डर आइपुग्न लाग्यो हामी अब सिलिन्डर प्रवेश गर्न गइरहेको छौँ हामी केटाहरू सो त्यही नै हो अब लगभग आइपुग्न लाग्यो अब सिलिन्डर देखाउँछु तपाईँहरूलाई अब कतिपय कोही मान्छेहरू अब घुम्न आएन होला आइदिनु होला भिजिट गरिदिनु होला राम्रो छ यो ठाउँ चाहिँ सिलिन्डर हामी म चाहिँ यो सेकेन्ड टाइम भइसक्यो आएको यहाँ हाम्रो बाइक थियो कि बाइक हाम्रो सबैको बिग्रियो त्यही भएर त बाइकमा नआहो नत्र हामी नि बाइकमा आउँथ्यो होला यसरी सररररररै तर केटाहरू बाइक बिग्रियो क्या अस्ति मुस्ताङ राइडिङका अनि त्यही भएर चाहिँ बाइकहरू बिग्रियो त्यही सिरान डाँडा र यहाँ राडे पिङ पनि थालेहरू छ है गाइस अब यहीँ हो यहीँ झरौँ हामी यो रश्मि बहिनी यहीँ हो हामी बस्ने कि अहिले राडे रुखमै पुरा हुने जाने रुममा राख्ने अनि बिस्तारै आउने के पुरा ल अनि ऊ त्यहाँ माथितिर जाने ऊ त्यहाँ हो कस्तो जाडो हो है ल कस्तो जाडो भयो तर हामी यहीँसम्म हो सो देख्नु सक्नुहुन्छ आइपुगेको छौँ र हाम्रो यहाँ हो रोकिदिनु यहाँ कहाँ जाने बस्ने त यहाँ हो कस्तो यहाँ कस्तो कहाँ लाने लाउने साइडको बस्ने गुम्बा यो चाहिँ सिलिन्डरको गुम्बा राम्ररी भन हे शर्मीलाई कान हे शर्मीलाई कान हे शर्मीलाई कान हे आएको हामी ए भैलो खेल्दै ए बुझेको घरमा ए आन्टीको घरमा ए आन्टीको घरमा ए घन्टी नि रहेछ ल आयो हामी त आयो ल कहाँ आइपुग्यो हेर्छ ल प्रवेश भइसक्यो यो आफू यस्तो झाडो सक्दैन त यस्तो पारामा त
जुनसुकै पकडा अहिले म दिन्छु यहाँ त जाडो पो रहेछ त ओइ अहिले हामी चाहिँ भाइरल घर यो भाइरल घर भन्यो होइन त यो होइन भाइरल घर आइपुगेको छौँ यस्तो पो हुने रहेछ है भाइरल घर त यस्तो पो हुने रहेछ बल्ल देखेँ अनि अब म पनि भाइरल स्वर्ग हेर्ने हो स्वर्ग तर बब्बाल देख्ने रहेछ है के रे यो कुन गाउँ हो ओ यता उतै होइन यो सिम्जु सिमजुङ हो र राम्रो रहेछ त्यही हो बारपाक यही नै हो भाइरल घर यहाँ भाइरल घरमा फुलहरू नि अहिले एकदम हामी एकछिन बढ्छु क्याबाट अब फोटोसोटो खिच्छु होला एकदम राम्रो भ्यू दिइरह अहिलेको घामको निलिलु के घाम भन्छ यसलाई ओलेले घाममा ओलेले घाममा हामी फोटो खिच्छौँ र त्यही नै हो अब देखाइसक्यो अनि तिमीहरू नि एउटा कुरा ठिकै हो कि अब जस्तो भ्रष्टाचार कसले गर्यो नेताहरूले नेता भन्नाले नेता एक्लै हो कि उसको सङ्गठन छ उसको छ ग्रुप खै अब जेन्जी सेन्जी म त हामी सब जेन्जी है जेन्जी को धन्य पारायो भनेपछि यहाँ चाहिँ नेताहरूको जेन्जीहरूको कुरा चल्दैछ है हाम्रो अङ्कलसँग खाएको देउपाले पिटाइ खाएको देख्यो होला ए हो नेपाली काम मैले पिडिया भन्यो प्रचण्डको बल्ल आयो माओवादी होइन त्यति त थाहा हुनुपर्छ यार तिमीहरूलाई हाम्रो देश हो नि तिमीहरूको देश हो नि हाम्रो सबैको देश तिमीहरूको त खोइ अब त तिमीहरूको तेरो त होइन फेरि हाम्रो विदेश गयो नि त जेनजी ग्रुप 18 वर्षभन्दा माथिको कति छ मलाई थाहा छैन यार अनि दर्ता त गर्नुपर्ने होला नि त भोटको लागि त्यही पनि काङ्ग्रेस एमा जाँदाखेरि एयरपोर्टमा बुढा पनि बुढी पनि बच्चा पनि जानु पर्यो खाजा लाएर बुढा एकतिर रुने बुढी एकतिर रुने अनि बच्चा एकतिर खुट्टा समातेर रुने कस्तो दर्दनाक छ नि त्यो सो हामी होटेलमा आइपुगेछौँ केटाहरू यहाँ बस्दै छ उता चाहिँ राडेपिङ रहेछ अब राडेपिङ खेल्छ होला रुम चाहिँ खोज्यो हामीले भनिसक्यो यहाँ रुम चाहिँ हामीले भनिसक्यो त्यही नै हो अब मोबाइल चार्ज गर्नु पऱ्यो केटाहरू यहाँ बस्दैछ हामीले रुमसुम सबै किनिसक्यो रुम चाहिँ यता केटाहरू रुम चाहिँ यस्तो छ 12 जन छ केटाहरू यहाँ एडजस्ट गरेर अनि यताको रुम नि यता नि राम्रै छ के अरे आउनु त पहिल्यै आयो म भाइसँग पहिल्यै यतै सुतेँ हो सो रुम चाहिँ यस्तो छ अनि केटाहरू उता रमाइलो गर्दैछ अब एकछिन रमाइलो गर्छु भात खान्छु त्यति नै हो केटाहरू उता बस्दैछ केटाहरू अब यहाँ चाहिँ हामी रमाइलो गर्ने ठाउँ चाहिँ हाम्रो यहाँ जग्गे त्यही माथि जग्गे सबैजना जग्गे हाम्रो यहाँ सो त्यही हो अब यहाँ एकछिन रमाइलो गर्छु अनि भात खाएको भिडियो देखाउँछु ल त्यहाँदेखि चाहिँ भ्लग एन्ड गर्नुपर्छ होला खानाले जन्म्या हो खानाले जन्म्या हो खा ल सो अब हामी खान लाग्यो ल यो एउटा चम्चाले पो हाने हो यो चम्चाले त अनि चम्चाले हान्नु पऱ्यो है सबैजनाले अब चाहिँ हामी खाना त्यही नै हो म त हातले खान्छ यार हाल्दै खाइ नि खायो कोही कोहीले होइन हातले खाने अङ्कल ल अङ्कल खायो है ल अङ्कल अब सुरु गर्नु पऱ्यो एकदम ल यहाँ मासु छ चप्पल लगाउँछ खाना खोज खानुहोस् न चप्पल खोज लाग्यो भने मेरो जसलाई नि लगाइरहेछ अब खाने बेला ल खाए ल खाए ल सो आजको भ्लग चाहिँ यहीँसम्म हुन्छ हामीले भात सात खाइसक्यो भात सात खाएर हामी रुममा आइसक्यो
भिडियो के कस्तो लाग्छ फर्स्टदेखि अन्तिमसम्म हेरिदिनु होला र सब्सक्राइब कमेन्ट सेयर पनि गरिदिनु होला र हाम्रो नपात्न गुड नाइट गुड नाइट आजको भ्लग चाहिँ यहीँसम्म र यति भन्दै आज चाहिँ बिदा लिन चाहन्छु हस्त हाम्रो कालेको भ्लगलाई धेरै धेरै माया गरिदिनु होला र अझै पनि धेरै धेरै माया गरिदिनु होला भन्दै यति भन्न चाहन्छु म र यति भन्दै आजको भ्लग चाहिँ यहीँसम्म हो र हस्त धन्यवाद।